राम 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 हरे राम। पत्नीको सुनि भाव जानी मुनिले भन्दा भए सुन्दरी, आऊ स्नान गरी तिमी पनि त्यहीँ जाऊ शुभे यही घरी। आज्ञाले पतिको गएर सुमुखी आइन् नुहाई जब, राम्री हुन् पहिल्यै तथापि बहुतै राम्री भइन्छन् तब। निस्के सोही तलाउबाट सहसा दासी हजारौँ परी, वस्त्राभूषणले सुसज्जित थिए पक्री सफा चामर। हम्कन्थे मुनि पत्नीका वरिपरि गर्दै ठुलो आदर। आफू माझमा बसिन् खुसी भई साध्वी सुकन्या उता, सेवा गर्न थिए तयार सबती मानेर ज्ञायता। त्यस्तै उत्तम भोगका र सुखका सारा थिए साधन, स्वामीको तपको प्रभाव गहिरो भन्ने बुझिन् मनमन। इच्छा चारी विमान उत्तम रचे ज्ञानी चेवनले अनि, पत्नीका सगमा अनेक सुमुखी राखे दयालु बनी। हिरा मोती जडाउ रत्नहरूको शोभा थियो यानको, त्यो माथि सुनको थियो महल झन् मानो कुनै स्वर्ग हो। खम्बा छन् सुनका तथा स्फटिकका, ढोका तथा झ्याल छन् देख्दा हर्ष हुने अनेक पुतली त्यही यानमा बेस छन्। शोभाले शशी झैँ अलौकिक छ त्यो कोठा अटाली सब। खाने वस्तु अनेक छन् वरिपरि केही छैन कम्ती अब। पारे उत्तम एक श्रेष्ठ तपले उद्यान त्यही यानमा, त्यसमा एक तलाउ स्वच्छ जलको देखा पर्यो माझमा। त्यसमा पुष्प अनेक छन् कमलका, पानी छ झन् निर्मल। राम्रा वृक्ष विषे चराहरू बसी गर्छन् जहाँ खलबल। राम 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 हरे राम।